हेलो साथीहरू, वेलकम टु माई न्यू ब्लग। हामी चाहिँ अहिले मुस्ताङको यहाँ मुक्तिनाथ मन्दिरमा आइपुगेछौँ। हिँड्दैछु उताबाट 5 बजी हिँडेको भर्खर आइपुग्दैछ होइन। जाडो चाहिँ यस्तो एकदम लास्टिङ हुँदो रहेछ यतातिर। अनि त्यही भएर 3 जना अझै पछाडि छ, यहाँ 8 जना आएकोमा हामी 4 जना पछाडि छ। भनेपछि यहाँ अब मुक्तिनाथको लागि हिँडेको खासमा चाहिँ मन्दिरलाई यहाँ मुक्तिनाथ बसेर अनि त्यही माथि हिउँ खेल्न पनि जानु भने खासमा अब के हुन्छ हेर्दैछौँ होइन। यो चाहिँ दामी छ क्या। यो चाहिँ हिजो भर्खर यहाँ चाहिँ खास चाहिँ आज कहिले प्रायः हुँदैन अरे क्या हिउँहरू। अनि हिजो भर्खर चाहिँ हिउँहरू झरिरहेको थियो क्या, त्यही भएर आज चाहिँ हिउँहरू रहेछ टन्नै। अनि ठ्याक्कैतिर आज ठ्याक्कै भित्र छिर्नु लाग्यो, लेक लग्ला जस्तो पनि भइरहेको छ क्या। अनि कहिले घाँटी स्याप भइरहेछ अलि के हो यहाँ त। अनि घाँटी त स्याप हुनु खोज्छ हैट, लेक लाग्ला जस्तो छ है। मजाले बोल्नु पनि हुँदैन हौ। अब चाहिँ म भित्र मुक्तिनाथ मन्दिर देखाउँछु एकैचोटि। मजाले बोल्नु पनि भइरहेको छैन, जाडो पनि भइरहेछ। मेन मुक्तिनाथ आइपुग्यो, पानीहरू छ चिसो, हिमालबाट झरेको पानीहरू छ। यहाँ चाहिँ सिधै मूल पानी होइन। अब हाम्रो मेन भनेको चाहिँ यो है मुक्तिनाथकोतिर सबैले दर्शन गराउनु 108 धारा चाहिँ यसमा चाहिँ यसरी भिज्दै कट्नुपर्ने हुन्छ होइन साथीहरू। त्यसरी मरिन्छ पनि। कतिवटा छ है छ चाहिँ 108 छ अरे यहाँ चाहिँ। हाम्रो अङ्कलमा हुनुहुन्छ। अब हाम्रो अहिले पनि अब कपडा फुकाल्नु सुरु गर्छ होइन। अनि मुक्तिनाथको मन्दिर यो भित्र हो। अहिले हामी भिडियो चाहिँ ठिक थियो नि, त्यो डाइरेक्ट यता आएको। हाम्रो चाहिँ सब यहाँ फोटो खिच्ने कार्यक्रम भइरहेको छ। म चाहिँ यहाँ नि पुरा त्यहाँ 108मा हानेर यहाँ झडममा हान्थेँ मैले यता औसको त। अनि त्यही भएर यहाँ आऊ त। यहाँ आऊ न। अब चाहिँ हामी टक्क हिँडिसक्यौँ। हामी चाहिँ अब सायद हिउँ खेल्नु जान्छौँ होला भनेको। अब हेरौँ के हुन्छ। केटाहरू कता छ। केटाहरूलाई घुम्नु जानुपर्ने हुन्छ हामीले। अब सुरुदेखि नै भ्लग बनाउनु हुँदै भएन, त्यही भएर अहिले हामी चाहिँ गाडीहरू झरेर चिसो नै भइरहेको छ। जाम न जाम है त। एकदम राम्रो भयो। 108 धारा पनि दौडियो एकदम मजा तातो भयो। जामै त भनेर हामी चाहिँ हिँडिसकेको छौँ। यता तल रहेछ नि र नि। हेलो गाइज, वेलकम टु आवर ब्लग होइन। दिस इज के अरे मुक्तिनाथ लोकेटेड टु मुस्ताङ होइन। आज चाहिँ हामी हिउँ खेल्न गइरहेको छौँ। बाटो चाहिँ होइन नाथा भयो नि। हामी चाहिँ टक्क होइन उतै पर डाँडादेखि भइरहेछ नि, हो त्यता गइरहेको छौँ होइन। यहाँ चाहिँ यता हाम्रो दाइहरू हुनुहुन्छ होइन। तर हामी चाहिँ होइन त्यही नि टक्क लाएर हल्का रमाइलो गर्दै हिँड्दैछौँ। हल्का यहाँ चाहिँ होइन अक्सिजनको कमी रहेछ, त्यही भएर हल्का चार्ज चाहिँ बेसी पर्ने भएकोले हामी हल्का स्याहार फ्याफे गर्दै भए पनि हिँडिरहेका छौँ होइन। टक्क यो चाहिँ हाम्रो अङ्कल हो। यदि तपाईँहरूले आउनु चाहनुहुन्छ भने प्लिज आउनु सक्नुहुन्छ है प्लिज। तर एकचोटि यस्तै छ हिउँहरू चाहिँ खै। हामी मेरो भाइको अङ्ग्रेजी त तपाईँहरूले देखिसक्नु भएको छ, तर
दाजुलाई चाहिँ त्यस्तो आउँदैन अङ्ग्रेजी होइन, त्यही कारण दाइ नेपालीमै बोल्छ। तर अहिले चाहिँ लेक लागेर यार होइन, लेक लागेर पुरा स्याहाँ भइरहेको छ क्या। अनि अब चासो पनि फेरि खासै टिकिरहेको छैन क्या, यस्तो गरिरहेको छौँ हामी चाहिँ हिउँ खेल्नुको लागि। अब बल्ल अब पछाडि हिउँ खेल्न त जानु परिगयो होइन। अब त्यही भएर अब म अहिले चाहिँ हामी लगातारको मेहनतका साथ काँडाको घोचाइ खाइ चाहिँ हामी यहाँ हिउँ खेल्ने ठाउँतिर आइपुग्यौँ होइन। अब यस्तो काँडा छैन होइन, यो काँडाले यस्तो बल खोज्दैन क्या, यो काँडाले यो सब टिक हो क्या यो हाँसको त। अनि त्यही भएर हामी चाहिँ अब भिडियोमा त तपाईँहरूले देख्नुहुन्छ, अरूको भिडियोमा हिउँ यस्तो उडाएको के गर्नु, यो त साह्रो रहेछ हिउँ। अब हिउँ देख्न सक्नुहुन्छ है। अब हामी चाहिँ अब यहाँदेखि परतिर अलिकति गएर अनि गाडीमा सिधै झर्ने सोचमा छौँ। त्यही भएर अब यहाँदेखि गाडी चाहिँ फेरि उतल हो क्या, उता तल त्यहाँ तल त्यो पल्लो उसमा। अनि गाडीमा आउनु भनेको खासमा चाहिँ गाडी आउनु नदिँदो रहेछ कि यता। अनि त्यही भएर चाहिँ हामी यहाँ हिँड्दै आउनु परेको कारण अलि दुःख कष्ट भए पनि एडभेन्चर भइरहेछ होइन। त्यो यो चिसोले गर्दा होला ब्याट्री नि सर्ट खाइरहेछ। ल घाम देखियो बल्ल होइन। अब हामी चाहिँ ठ्याक्क साथै आइसकेको छौँ होइन हिउँमा, हिउँ खेल्नको लागि। देखिस् रिग्रेट भइरहेको होला नि तँलाई आफा टक्क हेर्ने गाइस हो। हामी चाहिँ लाइक हुन्छ नि यहाँ माउन्टेनमा आइरहेको छ क्या टक्क हेर्नु, हिउँहरू चाहिँ टक्क हेर्नु सक्नुहुन्छ तपाईँहरूले। लाइक हुन्छ नि यो प्लेस भन्नुहोस् पिस के पिस भ्यू हेर्नुहोस् होइन टक्क लाएर यस्तै हुन्छ होला सोचिरहेको थिएँ क्या। यस्तो होइन लाइक हुन्छ होला नि माथि त, यो माथि छ त, यो पक्रिनु लाग्यो भएर होला क्या। हिउँहरू चाहिँ टक्क पक्लिनु सुरु भइरहेको, सुरुमा झर्दाखेरिको चाहिँ त्यस्तो हुन्छ कि हिउँहरू पक्लिनु रहेको थियो लाइक हुन्छ नि हेर्नु सक्नुहुन्छ यता लाइक रोशन राई यार के भन्नु अब होइन। टक्क लाएर म चाहिँ यस्तो हिँड्छु कि होइन, टक्क लाएर होइन यस्तो गर्नुपर्छ होइन। यता चाहिँ त्यति हिउँ परिरहेको छैन रहेछ कि, त्यही नि लाइक भ्यू हेर्नु सक्नुहुन्छ कि तपाईँहरूले। हेर्नु न यहाँ स्वर्ग, जिउँदै स्वर्ग हेर्नु चाहनुहुन्छ भने चाहिँ प्लिज मुस्ताङको यो हुन्छ नि मुस्ताङ आउनु होला। मुस्ताङको लागि यो मुस्ताङको चाहिँ यो मुक्तिनाथ भन्ने ठाउँमा आउनु सक्नुहुन्छ लाइक स्वर्ग हेर्नु चाहनुहुन्छ भने। हिमाल न फोटो खिच्ने कार्यक्रम हुँदैछ यता। ल गाइस यति भन्दै म चाहिँ मेरो भ्लग चाहिँ यो अन्त्य गर्न चाहन्छु। धन्यवाद। आई एम रोशन राई, टुडे आई एम गोइङ टु स्मल भ्लग होइन। लाइक आज चाहिँ हामी होइन लाइक हुन्छ नि हिउँ खेलेर आएको हो कि, जस्ट हामी पछाडिबाट आएको होइन। हामी चाहिँ आज लाइक लाइफको यो ब्युटिफुल जर्नी हो क्या चाहिँ मुस्ताङ। लाइक के भनौँ भइरहेको छ मलाई चाहिँ होइन। त्यही नि हामी बिस्तारै हिँडिरहेको छु, तपाईँहरू बिस्तारै हेरिराख्नु होला। म बिस्तारै जानेछु, तपाईँ बिस्तारै आउनु होला होइन। लाइक के भन्नु अब म मेरो लाइक हुन्छ नि भन्नुलाई वर्ड नै छैन कि। हामीलाई चाहिँ नि यो लाइक हिउँ खेल्न आउँदामा यहाँ आयो जानु उता माथि जानु पाए हुन्छ भन्दै थियो नि त। लाइक वुमेन वान चाहिँ अनलिमिटेड हुन्छ भन्ने आज थाहा भयो कि। वुमेन वान चाहिँ हामीले कहिले पनि फुलफिल गर्नु सक्दैन भन्थ्यो कि। लाइक हो रहेछ लाइक रियालिटी, एक्सपेक्टेसन केही गरेको थियो, रियालिटी केही भइदियो होइन। अब चाहिँ हामी हाम्रो लाइक यात्राको लागि जाँदैछौँ हामी तल आफ्नो लाइक क्याम्पतिर होइन लागिरहेको छौँ। तपाईँहरू हामीसँग साथमा जोडिनु होला। हामी तपाईँहरूलाई यस्तो रोमाञ्चक होइन लाइक भिडियोहरू देखाइराख्नेछौँ
हल्का बाटोहरू अप्ठ्यारो भएको हुनाले मेरो मन राम्रोसँग नदेखिनु सक्ला, त्यही तपाईँहरूले हेर्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। भ्लग बनाउनु चाहिँ भने यस्तो सजिलो छैन रहेछ, लाइक धेरै स्ट्रगल गर्नुपर्ने छ यसको लागि नि। लाइक बाटो नहेरिकन लाइक हुन्छ नि हिँड्नुपर्ने रहेछ, लाइक लड्नु नि सक्छ क्या, फेरि ढुङ्गै ढुङ्गा छ, फेरि लड्यो भने फेरि के गर्ने, त्यो अर्को प्रब्लम। हामीले चाहिँ अघि आशा घुमा नि भेटेको थियो क्या, तर हामीले चाहिँ माथि नै फेरि यसको चाहिँ लाइक हुन्छ नि बच्चाहरू होस् भनेर हामीले त्यहीँमै गाडिदियो क्या। फेरि त्यस्तो हामी त्यस्तो हुन्छ नि, हामी चाहिँ त्यत्रो हो क्या, संस्कारी मान्छे, लाइक दानी हो क्या, दानी के भन्नु। अहिले चाहिँ हामी टक्क साथाले गाडी चढ्नु आएको छ, हाम्रो चाहिँ यो गाडी यहाँबाट जाने हुन्छु। अनि अब भरे बेलुका हालिसक्छौँ भिडियो, त्यो ल अब म फेरि भरे देखाउँछु भिडियो। अब हामी चाहिँ यहाँ बसेर कफी खानु गएको होइन, कफी खाएर टक्क हामी जान्छौँ। अनि उता के कागबेनी होइन, उता जान लाग्यो। अब म हामी जान्छौँ। यसमा दुईवटामा आएको, एउटा चाहिँ उतै छ, फर्किँदाखेरि युज गर्छौँ। अब हामी चाहिँ कफी खानुपर्ने अवस्था हुन्छ होइन, खानुपर्ने भन्छ जाडोले। बस तातो रहेछ। बसेर बिच भिडियो सबैजना वरिपरि बसेर भिडियो बनाउनु त, हामी पनि त्यतिहरू गर्ने त क्या। वेलकम टु गाइस ढुम्बा लेक होइन, हामी चाहिँ भर्खरै उता के अरे हिमालबाट ढुम्बा लेक चाहिँ यसो भ्रमण गर्नुको लागि आएको होइन। टक्क हेर्नु सक्नुहुन्छ होइन, यहाँको मान्छेले पानी चाहिँ खेलाउनु मिल्दैन अरे कि, यहाँकोमा एउटा नागदेउता बस्नुहुन्छ अरे, उहाँ रिसाउनुहुन्छ अरे, त्यही भएर हामी चाहिँ टक्क यत्तिकै फोटोसोटो खिचेर मात्रै पानी पनि नसुइकन होइन टक्क आफ्नो गन्तव्य त्यसो लागिरहेको छौँ। यता देख्न सक्नुहुन्छ जोडी युगल जोडीहरू यसो बसिरहेको छ, हामी चाहिँ के गर्नु सिङ्गल मान्छे गाह्रो छ। टक्क लगाएर अब हामी चाहिँ चलिरहेको छौँ होइन। कस्तै हावा चल्ने क्या यतातिर, हावाले उडाउनु खोज्छ फेरि 40 किलो मात्रै छु, हावाले उडाउँछ भन्ने पनि डर मिलेको छ फेरि होइन। हावाले उडाउन जस्तो छ यहाँकोमा आज। सक्नुहुन्छ यहाँ चाहिँ लाइक राम्रै छ ठाउँहरू अरू यता लाइक मुस्ताङ म त के लाइक यहाँ चाहिँ यस्तो छ, यो जुत्ता आयो मेरो होइन यतितिर चाहिँ यहाँ काम चाहिँ ठ्याक्क अहिले मार्फामा हो होइन। मार्फामाको चाहिँ घरहरू यस्तोमा सब यस्तोमा चाहिँ लागिरहेको हुन्छ क्या, के गरे यो डाउराहरू चढाएर आएको हुन्छ होइन, त्यही भएर यसको पनि छुट्टै कारण छ, यसको पनि छुट्टै कारण छ। यहाँ माथि राख्नु पनि मैले भनिदिन्छु तपाईँहरूलाई होइन। हामी मार्फामा आइरहेको छौँ अनि त्यही हो, यो माथि छतमा यो के अरे दाउराहरू राख्नु नि यहाँ छुट्टै कारण रहेछ क्या। यहाँ किन राख्छ रहेछ भन्दाखेरि चाहिँ यो घरको धुरीमा छतमा जति दाउरा राख्यो होइन त्यति धनी मानिँदो रहेछ क्या यतातिर चाहिँ। अनि चाहिँ पहिला चाहिँ अब यस्तै दाउरा कति छ छतमाथि भनेर कस्तो धनी छ भनेर त्यही हेरेरै बिहे गरिदिन्थेछ क्या पहिला चाहिँ। त्यही भएर यो चाहिँ आजभोलि पनि त्यही संस्कार चलिरहेको रहेछ। अनि त्यही भएर चाहिँ खासमा राखेको रहेछ हामीले चाहिँ। मैले पनि सोच्थेँ त्यही यो सोखको लागि या राम्रो देखाउनको लागि होला भन्ने, तर यो चाहिँ पहिल्यैदेखि उनीहरूको रीति रहेछ।
चलन संस्कृति रहेछ अनि त्यही भएर चाहिँ उनीहरूको चाहिँ घरको माथि छानामा चाहिँ दाउरा राख्दो रहेछ क्या जति धेरै दाउरा त्यति धनी मानिदो रहेछ अनि पछाडि त्यही भएर अनि पहिला बिहे गर्न पनि यही दाउरै हेरेर गरिन्थ्यो क्या पहिला के कस्तो छ भनेर यसैको आधारमा त्यही भएर चाहिँ अनि है त हाम्रो सानो राजा चाहिँ यहाँ बक्सिनुहुन्छ हाम्रो सबको फोटो खिचायो भने होइन म पनि यस्तै छु होइन ठिक छ त्यो पनि अब कस्तो देखिया छ कमेन्ट गरिदिनु होला यो चाहिँ जेरी गल्ली होइन यो चाहिँ जेरी गल्ली रहेछ मुस्ताङको होइन फोटोहरू खिचिँदैछ ठिक छ ल है त यहाँ अब गेटअप त अब यस्तै भइगयो अब कस्तो देखिया छ कमेन्ट गरिदिनु होला तपाईँले मुस्ताङ आएर यतिको नहाले त अब मुस्ताङ आए जस्तो नि हुँदैन होइन अब चाहिँ हामी फोटोहरू सबै खिचेर चाहिँ टक्का हामी चाहिँ सोटो खिचेर गाडीमा जाँदैछौँ अब गाडी चाहिँ अलिक पर पार्क गरेर चाहिँ यता आउँदैन रहेछ अनि त्यही भएर पर पार्क गरेछ अब यही हो अब घुमियो यो यता नि अनि अब चाहिँ घुमिसक्यौँ इच्छा पुरा भइसक्यो त्यही भएर हामी यहाँ चाहिँ मार्फा चाहिँ घुमिसक्यौँ हामी अब होइन नि त फोटोसोटो घुमिसक्यो ल हामी चाहिँ अब गाडीमा जाँदैछौँ है त साथीहरू ल नेक्स्ट टाइम फेरि अर्को ब्लगमा भेट्नेछु भाइ सब्सक्राइब गरिदिनु होला प्लिज थ्याङ्क यू है हेलो बाई